हेर्न सक्नुहुन्छ लामो लामो बयान लामो बयान पछाडि अभिज्ञ के भन्नुहुन्छ? यति बेला आफूमा बाहिर निस्कदै गर्नु भएको यो दृश्य हामी देखाइरहेका छौँ। उहाँलाई हामीले केही प्रश्न गरेका थियौँ, केही सोधेका थियौँ, तर उहाँले केही बोल्नु भएन। यो दृश्य अन्ततः रवि लामिछानेज्यू जो आज जाँच आयोगको छानबिनको क्रममा सोधपुछका क्रममा उहाँ आउनु भएको थियो र उहाँ निस्किनु भएको छ। करिब 8 घण्टा लगातार 8 घण्टा